ॐ श्री गणेशाय नमः। ढिला भइसक्यो, फेरि त्यो कता हिँड्ने होला? बिना ए बिना, हजुर होइन त कोसेलीको झोला लिएर आऊ न। जति दिए पनि गुण देख्ने होइन। लिनुहोस् होला, साउभन्दा ब्याज बढी भइसक्यो। तै पनि कहिले ऋण कट्यो भने होइन? के गर्छौ त बुढी? धनी झन्झन धनी हुँदैछन्, गरिबको पाइला राख्ने ठाउँ छैन। के गर्नु त, हाम्रो भाग्यमा यस्तै लेखा रहेछ। खोइ त, छोराले राम्रो पढ्ला भनेर यत्रो गरियो, ऊ त झन्झन पो बिग्रिनु थाल्यो। त्यसको सङ्गतै राम्रो भएन क्या? यसो सम्झाउन तिमीले पनि। हुर्किया बढिया छोरालाई गाली गर्नु भएन, चित्त दुखाउला फेरि। भरे आएर राम्ररी सम्झाउनु नि आफै। मलाई पो सम्झाउन मन छिन्, तिमीले भए हप्काउन पनि मिल्छ क्या? के तालकी मान्छे रहेछन्। के तालको, यही तालको नि। अब आफैले सम्झायो हुने कुरो, चाँडै आउनु नि भरे फेरि। ए आर्यन, त यहाँ? म त तेरै घर जाँदै थिएँ यार। किन र, के काम थियो? आइज न बस। साउनी एक कप चिया बनाइदिनु त। ल ल। साथीहरू काठमाडौँ पोखरा घुम्न जाने प्लान गर्दैछन्, तिमी पनि जान्छौ कि भनेर सोध्न आएको नि। मसित घुम्न जाने पैसा छैन यार, तर काठमाडौँ चाहिँ जानु छ। त्यो अस्ति हाम्रो गाउँमा आएको फिल्म निर्माताले बोलाएको छ, काठमाडौँमा राम्रो काम लगाइदिन्छु रे। हो र, त्यसो भए त राम्रै भयो नि यार, म पनि हेल्प गरौँला। तर घुम्न त जानुपर्छ है, तिमी घुम्न गएनौ भने त घुम्न गएको अर्थै हुँदैन नि यार।
मेरो घुम्न जाने हैसियत छैन यार। तेरो जस्तो टन्न पैसा भएको मेरो बुवा आमा होइन। हामीसँग मात्र कहाँ पैसा छ र यार? तिमीहरूको सोचाइ मात्र त्यस्तो हो। तिमी घरमा गएर बुवा आमासँग सल्लाह गर, नपुगेको खण्डमा म छँदैछु नि। काठमाडौँसम्म जाने पैसा त माग्न सकेको छैन, घुम्न जाने पैसा छन् कसरी माग्नु यार? ल यार, कतिवटा टेन्सन नलि, नपुगेको 1-2 हजार म छँदैछु नि। ल ल ठिक छ जाउँ। ए गए है। ल ल दा पाउने पैसा। आमा हे भगवान्, कस्तो सपना देखाएको थियो हामीले? सब तक नाच्नु भयो। होइन तँलाई लफङ्गा छ नहिँड्यो भने होइन? के भने जीवला, यसका साथीहरू कुकुर, यो कुकुरको पुच्छर, कुकुरको पुच्छर छुट्टिएको कहिले थाहा छ तिमीलाई? यस्तालाई कराएर आफ्नो मुख देखाउनु भन्दा त बरु चुप्प लाएर बस्नु बेस। अनि के छ, म साथीहरूसँग हिँड्न नपाउने? तिनीहरूको सङ्गतै नगर्नु। सङ्गत नगर्नु गरिसकेपछि अलिक राम्रो मान्छेहरूको सङ्गत गर्नु। साथीहरूको सङ्गत छोडेपछि म एक्लो हुन्न? बाबामा बिनाको चौरो जस्तो। आमा के भयो? म साथीहरूसँग घुम्न जाउँ कि भनेको। हो त अब 7 काण्ड रामायण पढायो, सीता कसकी जोई भन्दा रावण के भने जस्तो। होइन तँलाई त्यहाँ ती साथीहरूको सङ्गत नगर्यो भने सुन्नुहोस्। हाम्रो साथीहरू घुम्न जाने रे कि आमा, त्यही भएर म पनि जाउँ कि भनेको कि। कहाँबाट ल्याउने त्यत्रो पैसा? चोरेर ल्याउने? म घुमेर आएपछि कमाउन गइहाल्छु, अनि मैले कमाउन थालेपछि तपाईँहरूलाई सुखै सुख। तैँले कमाउने अनि हामीले खाने। कामको नाममा अहिलेसम्म एउटा सिङको भाँचेको छस्? आफूले खाएको थाल कहिले माझेको छस्? आमा बुढी भइसक्यो, यिनले गर्नु सक्दिनन् कि यिनलाई सघाउँ भनेर कहिले एक आग्रो पानी बोकेर ल्याएको छस्? बडो हाम्रो अगाडि कमाउने कुरा गर्छ। पहिले कमा, त्यसपछि तपाईँ जे गर्नु मन लाग्छ त्यही हो। रिस हेर न, रिस गधा, नाकको टुप्पोमा छ। कस्तोको सन्तान होला? छी छी, के बोल्नुभएको त्यस्तो? अनि के गर्नु, जति गरे पनि देख्ने होइन। हेलो आर्यन। हेलो विजय, त कहाँ छस्? म त्यहीँ त हो नि यार, सधैँको कोटा पुर्याउने ठाउँमा। ल ल त त्यहाँ बस्दै गर, म आइहालेँ। ल ल चाँडो आइज। आइ विजय। हेलो आइज बस। अनि आर्यन, कुरा के भयो त? पैसा दिने भयो त? म त जान्न यार, आमा बुवासँग पैसा छैन अरे। फुच्चे एउटा ग्लास सिटामलको झोल खाउनु पर्यो। तिमीहरू जाऊ ल। कहाँ त्यस्तो हुन्छ यार? तेरो बुवा आमालाई सम्झा न। जाउँ यार। पक पक, यो सक्कार जाउँ न यार। तँलाई हाम्रो बारेमा राम्रोसँग थाहा छ। तेरा साथीका बाबुआमा जस्तो हामी सम्पन्न छैनौँ। त्यो कुरा थाहा पाएर पनि कति कराइरहेको। तपाईँहरूसँग सधैँ मागेको छ र? अरूका बाबुमा चाहिँ आफ्नो छोराछोरीको लागि के गर्छन्? तपाईँहरू भने जाबो त्यति पैसा दिनको लागि पनि किचकिच गर्नुहुन्छ। जाबो रे? तेरो लागि जाबो होला? फेरि एक ठाउँमा मात्र जाने हो र? 3 ठाउँमा जानलाई त्यो 400-500 रुपियाँले पुग्ने हो र? म त्यतैबाट काठमाडौँ काम गर्न जान्छु के बुवा। मलाई फिल्म निर्माताले काम दिन्छु भनेको छ। फेरि सबै साथीहरू जान्छन्, म भने। तेरो बाउ हो र त फिल्म बनाउने मान्छे तँलाई काम दिनलाई? हेर छोरा, हामीले आफ्नो हैसियतभन्दा माथि जानुहुन्न। तँलाई आफ्नो गच्छे अनुसारको हामीले आफूले सकेको गरेकै छौँ। आमा,
सम्झाइदिनु न बुवालाई। सबै कुरा थाहा हुँदै कसरी सम्झाउनु भन् त? फेरि पैसा हुँदै छैन भन्ने मान्छे त होइन तेरो बाउ। सिधै दिन्न भन्ने भइहाल्यो नि। छ भने त दिए भइगयो नि। भएको बेला दिएकै छु, छैन कहाँबाट ल्याउनु? सबै साथीहरू जान्छन् के बुवा? त्यो विजय बाहेक तेरा सबै साथीहरू बिग्रेका छन्। तिनीहरूको सङ्गतले तँ पनि बिग्रिसकिस्। हेर, एक त मसँग पैसा छैन, भए पनि तिनीहरूसँग जाने भएपछि म पैसा दिन्न, बुझिस्? बुझे बरु छोरै होइन भन्नुहोस् न। हो त हाम्रो छोरै होइनस्, भयो अब? चुप लाग्नुहोस्, के बोल्नुभएको त्यस्तो? छोरै होइन भन्नेले त जन्मिँदै बित्तिकै मारिदिएको भए भइहाल्थ्यो नि, किन हुर्काउनु भएको मलाई? बाबु तँ जा त आफ्नो कोठामा, तेरो बुवालाई म सम्झाउँछु। ल मलाई अरू कुरा थाहा छैन, मलाई जसरी जानु छ। जा तेरे बाउसँग गएर माग। कोपिएर बाउ देखाइदिनुहोस् अनि माग्न जाउँला। हे तेरी, के बोल्नुभएको त्यस्तो? चुप लाग्नुहोस् न। अनि के त? कामको नाममा अहिलेसम्म एउटा सिनको भाँचेको छस्? हो त हाम्रो छोरै होइन, भयो अब? जा तेरे बाउसँग गएर माग। आर्यन, ए आर्यन, कहाँ छ यो? किन, के भयो? बिहान निस्केको घर आएकै छैन। त्यसलाई घरमा त आओस्, मैले जानेको छु। ओइ, यही जा, यहाँ बस। कहाँ गएर आएको भनेको सुन्नुहोस्। कहीँ पनि होइन। दुनियाँ गाउँलेले कुरा काट्ने गरी तैँले के गर्न खोजेको? लु भन् त। के भयो तपाईँलाई आज? किन गाली गर्नुभएको यसलाई? सोध न आफ्नै छोरालाई के भयो भनेर। के भयो छोरा? भन् त मलाई। केही होइन आमा, मलाई घुम्न पठाउनु पर्ला भनेर गाली गर्दै हुनुहुन्छ। बाबा, अबदेखि म कहीँ जान्नु, तपाईँले जे भन्नुहुन्छ म त्यही मान्छु। भो फकाउनु पर्दैन, तेरो लागि हामीले धेरै गरिसक्यौँ, अब अरू केही गर्न सक्दैनौँ। तँलाई जे गर्न मन लाग्छ अब उतै गएर गर्नु। के यस्तो कुरा गर्नुभएको? चुप लाग्नुहोस्। अब म धेरै दिन चुप लागेर बस्न सक्दिनँ बिना, आखिर एक न एक दिन गएर भन्नु परिहाल्छ। चुप लाग्नुहोस् न भनेको, सुन्नु भएन? हे भगवान, के भयो मान्छेलाई आज? बुबा, हिजो आज तपाईँको मुखबाट अनौठो कुराहरू सुनिरहेको छु मैले। के आफ्नो बुवा आमासँग बोल्ने अधिकार छैन मेरो? के म तपाईँहरूको छोरा होइन? होइन, त हाम्रो छोरा होइन, त अरू कसैको छोरो होस्। म बहुलाई सके,
बिना म बहुलाइसकेँ। यसले गर्दा म बहुलाइसकेँ। अब तँलाई यस घरमा कुनै स्थान छैन। तँलाई जे गर्न मन लाग्छ आफ्नै घरमा गएर गर। बुवा, यो तपाईँ के भन्दै हुनुहुन्छ? के म तपाईँको सन्तान होइन र? मैले अघि नै भनिसकेँ, त हाम्रो छोरा होइनस्। त्यसो भए को हो मेरो आमा बुवा? मलाई जवाब दिनुहोस्, को हो मेरो आमा बुवा? त सुन्न चाहन्छस् होइन? ल सुन। चिन्ता गर्नु पर्दैन। हरेक शनिबार र मङ्गलबार पिपलमा पानी चढाइदिनुहोस् र एउटा रुद्री लगाइदिनुहोस्। त्यसपछि सबै दोष मेटिन्छ। मैले भनेको कुरो बुझ्नुभयो नि? ल त्यसै गर्नुहोस्। अब रुद्री लगाइसकेपछि एकपटक फेरि भेट्नुहोस् है त। नारायण। बस। नारायण हजुर, बसौँ न हजुर। बस। ओम श्री गणेशाय नमः। ओम श्री गणेशाय नमः। तपाईहरू सुखी हुनुहुन्छ तर खुसी हुनुहुन्छ। तपाईहरूलाई सन्तान प्राप्त हुने योग एकदमै कम देखिएको छ। यदि सन्तान भइहालेछ भने पनि तपाईहरूलाई सन्तान सुख प्राप्त हुँदैन, एकदमै अनर्थ हुने देखिन्छ। निराश नहुनुहोस्, तपाईहरूको भाग्यमा यस्तै लेखिएको देखिन्छ। तर कथम कदाचित सन्तान भएको खण्डमा पुत्र लाभ हुनेछ। त्यो पुत्र अद्भुत र चमत्कारी हुनेछ। देवयोग भएको, दैविक शक्ति प्राप्त भएको पुत्र लाभ हुनेछ। लिनुहोस्। जय होस्। नमस्ते। जय होस्। के हाम्रो भाग्यमा सन्तान सुख लेखेकै छैन त? चिन्ता नगर न, पण्डितले भनेको कुरा सबै कहाँ पुरा हुन्छ र? फेरि हामीलाई भगवानमाथि पनि त पुरा विश्वास छ। मिना छिटो गर, ढिलो भयो भने गाडी छुट्न सक्छ। छुटोस् न त, अर्को गाडी आइहाल्छ नि। त्यसो भनेर कहाँ हुन्छ? समयमा पुग्यो भने ढुक्क हुन्छ। कमाउनको लागि अर्काकै देश जानुपर्छ भन्ने छ र? गरी खानेको लागि पैसा यहीँ छ। सायदको बेलामा कति किचबिर राखेको भने खुसीले पो बिदाई गर्नुपर्छ। ल राम्रोसँग जानु, पुग्ने बित्तिकै फोन गर्नु। काम मात्र भन्ने होइन नि, आफ्नो पनि ख्याल राख्नु। मीरा हजुर नमस्ते। 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 जस्तो बिहेको दिन निधारमा टिका खुलेको थियो, आज पनि त्यस्तै खुलेको छ। अनि किन ढिला गर्नुभयो त हजुरहरूले? तिम्रे दिदी त हो नि ढिला गर्ने। म त बिहानै उठ्ने बित्तिकै मुखसुख धोएर नुहाएर तयार भइसकेको थिएँ। कमसे कम घर सल्लाह त हुनुपर्छ नि। देश विदेश घुमेको त राम्रो हो, तर अर्काको देशमा गएर दुःख गरेर काम गर्नुभन्दा त आफ्नै देशमा आफ्नै घर परिवारसँग बसेर काम गर्नु अझ राम्रो हो, होइन र? मीरालाई तपाईहरुको साथ छोडेर जाँदैछु, ख्याल राख्दिनु होला। मीरा लिनुस्।
अनि मलाई चाहिँ खोइ त। किन तपाईँ पनि जाने हो र? हो नि, तर बस पार्कसम्म। हस् त, राम्रोसँग जानु होला। ल ल म लागेँ। राम्रोसँग बस्नु, धेर चिन्ता नलिनु, पुगेर फोन गर्छ है। हस्। तिमी मिरालाई छोडेर जाँदैछौ, एक्लै बस्नु सक्छौ र? हेरौँ, प्रयास गरौँ। अब बस्नुपर्ने बाध्यता पनि त छ नि। मिरा यता भए पनि मिराभन्दा राम्रा राम्रा केटीहरू कति छन्, कति उता। होइन दाइ, म मिराभन्दा बाहेक अरू कसैलाई सोच्न पनि सक्दिनँ। त्यो त मलाई थाहा छ, तर मन चोरेको नि। दाइ, बस छुट्ला छ, अलि छिटो जाउँ। ल राम्रोसँग जाऊ है त। हस् दाइ, म पुगेर फोन गर्छु। नजानु भनेर कति सम्झाए, सम्झाउँदा सम्झाउँदा मुखै दुख्यो। तर मान्नु भएन। भइगयो नि त, अब पिर नगर। तिमीलाई सुख दिउँला भनेर नि त जय जानुभयो होला नि। सुख भन्ने कुरो त उस्तै हो नि दिदी। परदेशको ठाउँ, तपाईँको जयले दुःख नपाए हुन्थ्यो। जयले दुःख पाउनुहुन्न नानी, जय धेरै चलाक हुनुहुन्छ। बरु सोझो त, मेरो बुढा पो छन् नि। हो नि, म त साह्रै सोझो नि, यति सोझो कि सारा संसारले मलाई त चम्पटी घुमाए जस्तो घुमाउँदा 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 हैरानै पारे नि। म जस्तै मेरी बुढी पनि साह्रै सोझी छे। दिदी, बिनाजुलाई भोक लाग्यो होला, जाउँ भित्र। हुन्छ, जाउँ। दिदी, ओहो मिरा, के हो आज त निकै खुसी देखिन्छौ। भगवानले हाम्रो पुकार सुनिदिनु भयो दिदी। साँच्चै? कतै मेरी बहिनी आमा बन्न लागे कि त होइन? यो खबर त जयले सुनाउनु पर्यो नि। सुन्नुस् त, मोबाइल लिएर बाहिर आउनु न एकचोटि। हन किन चाहियो मोबाइल? ए नमस्ते। नमस्ते। मेरी बहिनी आमा बन्दै छिन्, जयलाई फोन गर्नु परेन? खुसीको खबर त सुनाउनु पर्यो नि। हो र, पर्यो त। हेलो भाइ, के छ हाल खबर? म राम बोलेको। दाइ नमस्ते, मेरो सब ठिक छ, बरु त्यताको सुनाउनुस् न। राम्रै छ, भाइलाई एउटा खुसीको खबर सुनाऊ भनेर नि। खुसीको खबर रे? के हो त्यस्तो? पर्ख है त, बिनाले भन्छे। ल कुरा गर। हेलो जय साहब, नमस्कार। नमस्कार। आरामै हुनुहुन्छ? हजुर, म आरामै। भगवानको कृपाले सबै राम्रै छ भन्नु पर्ला। अनि खुसी कुरा सुनाउँछु भन्नुहुन्थ्यो नि, के हो त्यो खुसी कुरा? खुसीको त सिमाना नै छैन। तपाईले सुन्नुभयो भने तपाईँ पनि पागल हुनुहुन्छ खुसीले। के कुरा हो, छिटो भन्नुहोस् न, म अलि बिजी छु। तपाईँ बुवा बन्दै हुनुहुन्छ। जय साहब, बहिनी यही छ, ल कुरा गर्नुहोस्। हजुर हुन्छ, दिनुहोस् त। ल। हेलो मिरा, म आज यति धेरै खुसी छु कि खुसीको सीमा नै छैन। आजै गएर मालिकसँग घर फर्किने कुरा गर्नेछु। हुन्छ, मलाई पनि एकदम न्यास्रो लागिरहेको छ। तपाईँ चाँडै आउनुहोस् न है। हुन्छ, आफ्नो ख्याल राख्नु, गाह्रो काम नगर्नु। म अहिले अलि बिजी छु, राख्छु ल। हस्, तपाईँ पनि आफ्नो ख्याल राख्नुहोस् है। ए हुन्छ हुन्छ, ल अहिले मैले राखेँ है। ल हस्।
नानी जाउँ भित्र। हस्। तपाईहरु यहाँ बस्दै गर्नुस्, यही चाहियो भने हामी खबर गरौँला। ल यो औषधि लिएर आउनुस्। अनि ब्लड लिन जानुभएको मान्छे कतिखेर आउनुहुन्छ? ढिलो भइसक्यो। अघि नै जानुभएको, आउने बेला त भएको थियो। ल ल छिटो गर्नुहोस्, फोन गरेर छिटो बोलाउनुहोस्। ब्लड छिटो ल्याउनु भनेको छ। तपाईँ गइहाल्नुहोस् त, म औषध लिएर आउँछु। ल ल छिट्टो लिएर आऊ। हस्। सिस्टर। हजुर। यो ब्लड। अनि औषधि नि? औषधि ल्याउँदै छिन्। ए। अनि सिस्टर अहिले उनको अवस्था कस्तो छ? अहिले यसै हो भन्न सकिन्न। आमा र बच्चा दुवैको अवस्था नाजुक छ। त्यस्तै आज बिहान काठमाडौँबाट बतासे डाँडा गइरहेको ट्याक्सी र त्रिशुलीबाट काठमाडौँ आइरहेको माइक्रोबस ठक्कर हुँदा 2 जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्सी चालक र सुमन पुरासैनी भएको, अनि माइक्रो चालक भने फरार भएको हाम्रो संवाददाताले खुलाएको छ। ए उठाउन भने उहाँ आएर त तिम्रो ज्वाइँ एक्सिडेन्टमा परे जस्तो छ। छी छी छी, के बोल्नुभएको त्यस्तो? उहाँ आएर त सरी, हामीले धेरै प्रयास गर्दा पनि आमालाई बचाउन सकेनौँ। यो के सजा दिएको हामीलाई? मेरा उठो न, भावीले लेखेको मेटेर मेटिँदैन बाबु। अब तैले यही घरमा गएर आफ्नो आमा बुवाको सपना पुरा गर्नुपर्छ। आर्यन, मेरो बहिनी ज्वाइँले तिम्रो लागि यो घर होइन त्यो घर सजाएका थिए। त्यसैले तिमी अब त्यही घरमा गएर आफ्नो भाग्य कोर। हामी सधैँ तिम्रो साथमा हुनेछौँ र सधैँ तिम्रो राम्रो भएको हेर्न चाहन्छौँ। हामीबाट तैले सधैँ साथ पाउनेछस्। यो घरको ढोका तेरो लागि सधैँ खुला रहनेछ। हामीलाई विश्वास छ त अबदेखि कुनै कुलतमा लाग्ने छैनस् र हाम्रो विश्वासलाई कहिल्यै निराश पार्ने छैनस्। बिना जाऊ, आर्यनको ब्याग ल्याइदियो। तर बुवा। चुप, अबदेखि त एक शब्द बोल्ने छैनस्। आर्यनको ब्याग ल्याइदियो भनेको सुनिनौ? पल्लो गाउँमा गएर सुमन पुडासनीको घर कुन हो भनेर सोध्नु।
कसैले केही भन्यो भने मेरो नाम लिनु, घर देखाइदिनेछन्। ल भाग्यमानी भयो बाबु। राम्रोसँग जाने बाबु। नमस्कार, तपाईँलाई सुमन पुलाइसैनीको घर थाहा छ? ए त्यही हो। हस् त। घरमा को हुनुहुन्छ होला? को हो बाहिर? म आर्यन। मलाई तपाईहरुको मद्दत चाहिएको थियो, त्यसैले। बाबु कहाँबाट आउनु भयो होला? कस्तो मद्दत चाहियो हो? यो फोटोमा भएको मान्छेहरु चिन्नुहुन्छ तपाईले? चिनिहाल्छु नि, किन नचिन्नु? तर बाबु यिनीहरूले यो संसार छोडेको धेरै भइसक्यो। कसरी? थाहा छ तपाईलाई? यिनीहरूको आफ्नो भन्नु कोही थिएन। बिचरा सन्तानको लागि धेरै दुःख गरे। धामी, झाँक्री, देवी, देवता सारा ठाउँमा धाए। भगवानको कृपाले बल्ल बल्ल एउटा सन्तान त जन्मियो। तर यिनीहरूले त्यो सन्तानको अनुहारै हेर्न पाएन। आमा चाहिँ सन्तान जन्माउन साथ यो संसार छोडेर गइन्। बिचरा त्यो सुमन गाडी एक्सिडेन्टमा। अनि त्यो बच्चा नि? मीराका दिदी भिनाजुले आफ्नै सन्तानलाई जत्तिकै माया गरेर पालेका छन्। बाबु भेट्न चाहने भए म पुर्याइदिन्छु। अनि बाबुको घर चाहिँ कहाँ पर्यो? कति कामले आउनुभयो कुन्नी? त्यो अभागी बच्चा म नै हुँ। ओहो, त्यो मीरा नानीको बच्चा तिमी नै हौ? ल हेर कति ठुलो भइसकेछन्। अनि बाबु अचानक यहाँ? म आजदेखि आफ्नै घरमा बस्न आएको, सधैँको लागि। साह्रै खुसी लाग्यो। राम्रो गर्नु। आफ्नो बाबुआमाको इज्जत कहिल्यै खेर नफाल्नु। बाबुलाई यहाँ केही चिजको आवश्यकता पर्यो भने मलाई आफ्नै सम्झेर भने हुन्छ है बाबु। घरमा पानी छैन रहेछ, त्यसैले अलिकति पानी लैजाउँ कि भनेर। भइहाल्छ नि बाबु। पूजा, ए छोरी। हजुर। यहाँ बाबुलाई एक गाग्री पानी ल्याइदेऊ त। पानी त सबैको घरमा भइहाल्छ नि,
फेरि कस्तै चाहियो पानी? ए बाबा, या बाबुलाई चाहियो क्या छोरी? यसमा भन्दा त करुवामै पिउन सजिलो हुन्थ्यो नि, हैन? यहाँ पिउनको लागि होइन क्या छोरी, घरमा लानको लागि भन्नुभयो बाबुले। बरु बाबु नाम पो के भन्नुभएको थियो बाबुले? मैले त बुझ्नुकै बिर्सेछु। आर्यन। मेरो अलि बिर्सिने बानी छ क्या बाबु, आर्यन पो भन्नुभएको थियो है। यिनी चाहिँ मेरी छोरी पूजा। पूजा सुजा केही पनि होइन, किन भन्नु पर्यो दुनियाँलाई मेरो नाम? अर्काले कति दुःख गरेर लिएर आएको पानी बिना काममा सित्तैमा उसलाई अलि चञ्चली छिन्, मुखा जे आए प्याच्च बोल्छिन् क्या बाबु, तर मनमा चाहिँ एक रति पनि पाप छैन, सफा छिन्। फेरि यो हाम्रो गाउँमा पानी अलि टाढै छ क्या बाबु, त्यसले गर्दा। ल बाबु, गाली अलि कराउँछ, बिस्तारै लानुहोस् है। हस् काका, अहिले म लाग्छु। बाबु खाना चाहिँ यतै खाएर जानु पाए हुन्थ्यो कि? बनाउँदिन म कसैको लागि खाना साना, मन लागे आफै बनाएर खाए हुन्छ। काका अहिले म लाग्छु है। ल बाबु ल। कस्तो मुख होला यसको, हेर बिचराले के सोच्यो होला। हे भगवान। हन खाना नखाएर के टोलाएर बसे कि? खानै मन छैन मलाई। उता आर्यन भोकै होला, म मात्रै कसरी अगाउनु? मलाई पनि कहाँ मन थियो त्यसलाई यो घरबाट पठाउन, बाध्य भएर पठाउनु पर्यो। कमसेकम त्यहाँ भएपछि सुध्रिन्छ कि? खै, बरमा गए नि कर्मसँगै भन्छन्, बिग्रिने मान्छे त जहाँ पनि बिग्रिहाल्छ नि। म भोलि बिहानै गएर उसलाई भेटेर आउँछु। छोरी, त्यो आर्यन बाबुलाई नि खाना खान बोलाउ न, बिचरा खानै नखाइकन भोकै सुते जस्तो छ। सुतोस् न त, को हो र त्यो हाम्रो? न आमापट्टिको मामा न बाबुपट्टिको काका। त्यसो नभन न छोरी, जे भए पनि अब ऊ हाम्रो छिमेकी भइसक्यो। नजिकको छिमेकीलाई भोकै राखेर हामीले मात्रै टन्न खाएर होला त? बाँडेर खाउँला नि। बरु जाऊ, छिट्टो बोलाएर ल्याऊ। अब यसलाई मजा नचक्कै भएन भक्तलाई। पूजा के सोचेर बसे कि? केही पनि होइन, तपाईँ खाना खाँदै गर्नुहोस्, म उसलाई उतै लगिदिन्छु है। ल। श्री कृष्ण। तरकारी त आगो भएछ, मिठो। छोरी, त्यो नुन खोर्सानी किन पोको पारे कि? फेरि उसले नुन खोर्सानी अलि बढी नै खान्छ कि? फेरि बढी खाने रहेछ भने यहाँदेखि लिएर जानुपर्छ, त्यही भएकोले अलिकति बढी नै लान लागेको। ए ठिक ठिक, कसैले अलि नुन खोर्सानी बढी नै खान्छन्। अचार त झन् स्वादिष्ट भएछ। बाबा, बाबालाई के थपाउ? मलाई केही चाहिँदैन छोरी, तिमी जाऊ। सबै थोक पुग्यो? मलाई मजाले पुग्यो। अलिकति तरकारी थप्नु न। होइन, अलिकति अलिकति के थोरै थोरै। खै तिमीलाई राखे छ यत्रो छ। ल बाबा, खाँदै गर्नुहोस्, म उसलाई यो खाना पुर्याएर आउँछु है त। छिट्टो पुर्याएर आऊ छोरी, यस्तो मिठो चिज छ, सेलाको मिठो हुँदैन है। हस् हस् हस्। ल चढाऊ। अबदेखि खाना मैले बनाएको मिठो खाना। वो खाए कि क्या छोरी तिमीले? वो खाएको छैन बुवा। नुन। खुर्सानी। ओहो, कस्तो पिरो लाग्यो। यसलाई चम्चा छैन। त्यो फोरीलाई सफा पनि किन गरेर दिनु? तँलाई त कस्तो पिरो। सुत्यो कि क्या यो लङ्गुर यति चाँडै?
बाहिर को ह? म पूजा। पानीको भाँडा लिन आउनु भएको होला। भोलि बिहान म पानी भरेर उतै ल्याइदिन्छु है। होइन होइन, म पानीको भाँडा लिन आएकी होइन। मैले तपाईँको लागि मिठो खाना ल्याइदिएकी छु। एकचोटि ढोका त खोल्नुहोस्। मैले खाना खाइसकेँ पूजाजी, फिर्ता लानुभए हुन्छ। ए हो र? होइन, तै पनि एकचोटि ढोका त खोल्नुहोस्। एकछिन है त। जब एउटा ढोका खोल्न पनि कति बेर लाग्यो यो लङ्गुटले। लिनुहोस् तातो खाना, बुवाले पठाइदिनु भएको। ल किन दुःख गर्नु भएको? मैले त अघि नै खाइसकेँ। तपाईँले हाम्रो अपमान गर्नुभएको जस्तो लाग्यो। झन् बुवाले अगाडि बसेर खाना खुवाएर मात्रै आउनु है छोरी भन्नुभएको थियो। तपाईँ चाहिँ खान्न भन्नुहुन्छ। के गरौँ म यो खाना? फेरि फिर्ता लानु कि फ्याँकिदिउँ? कहाँ मैले तपाईँको अपमान गर्न खोजेको हो? मैले त खाना अघि नै खाइसके पो भनेको। खोइदिनुहोस्, यो खाना म भोलि बिहान खान्छु। भोलि बिहान होइन, अहिले नै खानुपर्छ, त्यो पनि मेरै अगाडि बसेर। हेर्नुहोस्, मैले खाना खाइसकेँ। नखाएको भए खाइदिन्थेँ। तैपनि म यो खाना खेर जान दिन्न। भोलि बिहान तताएर खाइदिन्छु। त्यो पनि ठिकै हो, तर मलाई बुबाले यो खाना खुवाएर थाल लिएर मात्र आउनु है छोरी भन्नुभएको थियो। त्यसो भने ठिकै छ, म यो खाना अर्को थालमा खनाइदिन्छु, अनि तपाईँ आफ्नो थाल लिएर जानुहोस्। हुन्न? मेरो प्लान यसै खेर जाने भयो। कसरी खाना खुवाउने मैले यो लङ्गुरलाई? पूजाजी के सोच्नु भएको? खुवाइदिनुहोस् यो खाना। म यो खाना भोलि बिहान खाएर भोलिको दिनको सुरुवात गर्नेछु। खुवाइदिनुहोस्। थ्याङ्क यू पूजाजी, खाना ल्याइदिनु भएकोमा। बिस्तारै जानुहोस् है। गुड नाइट। गुड नाइट। खाना चाहिँ खानुहोस् है। सुझा केही पनि होइन। किन भन्नु पर्यो दुनियाँलाई मेरो नाम? अर्काले कति दुःख गरेर लिएर आएको पानी बिना काममा सित्तैमा उसलाई भोलि बिहान होइन, अहिले नै खानुपर्छ, त्यो पनि मेरै अगाडि बसेर। अनि के भयो? बिचरा पूजाले त्यति माया गरेर ल्याइदिएको खाना चोर बिरालोले पो पोख्दैछ। सुन्नुहोस् त, घरमा को हुनुहुन्छ? को त्यहाँ? ए तपाईँ खाना खानुभयो? अनि खाना कस्तो लाग्यो त तपाईँलाई? किन नबोल्नु भएको? किन नखाइकन फ्यालिदिनु भयो? खाना कहाँ फ्याँक्नु? खाएँ नि मजाले। नुन खुर्सानी अलिक कम जस्तो लाग्यो कि? कहाँ कम हुन्थ्यो, सबै ठिक छ। आहा कस्तो मिठो खाना, मुखमै झुन्डियो। त्यसो भए अहिले पनि खाना खानुहुन्छ कि ल्याइदिउँ अर्को खाना? बिहानै खाना के खानु? बरु यता धारा कता होला? किन? पानी भरेर ल्याइदिउँ कि भनेर नि। भइहाल्यो, पर्दैन, म आफै भर्छु। लिनुहोस्, म लागेँ है। ओइ, अरे विजय, तिमी यहाँ? किन म यहाँ आउनु हुँदैन? हुन्छ नि, किन नहुनु? तै पनि पूजाकोमा जान लागेको नि। पूजालाई तिमी चिन्छौ र? के रे चिन्छौ रे? पूजा त मेरो बच्चादेखिको साथी हो नि। बरु जाउँ हिँड त्यहाँसम्म। हुन्छ हुन्छ, जाउँ। होइन एकछिन है। ल ल पूजाजी। हजुर पूजाजी। आउँदैछु एकछिन। उफ, फेरि के चाहियो तपाईँलाई? तपाईँलाई एकजना मान्छे भेट्न आएको छ। होइन, पागल हुनुभयो क्या तपाईँ? म त्यहाँ कोही पनि देख्दिनँ त। कसले भेट्न आयो मलाई? पल्लो गाउँको विजयले तपाईँलाई खोज्दै थियो। विजय? विजयले मेरो घर देखेको छँदैछ नि। ऊ यो गाउँमा आएको भए त सिधै मेरो घरमा आइहाल्थ्यो नि। आइहाल्थ्यो होइन? आइसके। विजय तिमी? हाय। हाय। अनि तिमीले चाहिँ उसलाई कसरी चिन्यौ त? कहाँ उसलाई चिन्थ्यो र? म उसलाई त मैले यहाँ आएर चिनेको होइन आर्यन? हो त, उसले मलाई यही गाउँमा आएर चिनेको, नत्र भने
हामी एउटै स्कुलमा पढेको साथी होइनौ है विजय? यसको मतलब तिमीहरू दुवैजना मिलेर मलाई बेवकुफ बनाउन खोजेको होइन? तिमीहरूलाई त मैले जानेछु, मेरो साथी भएर मलाई नै मूर्ख बनाउने। के गरेको? अझ फेरि हो के? सरी भन अनि बस। सरी पूजाजी। सरी यार, जिस्केको पो त। तिमीहरू बस्दै गर, म चिया लिएर आउँछु ल। मैले कस्तो राम्रो साथी पाएछु यार। तैँले मलाई एकचोटि भेटेर आउँदा तेरो के हुन्थ्यो भन् त? हो नि, चिया लिऊ। हाम्रो लागि सबैभन्दा ठुलो भनेको साथी हो, त्यसपछि मात्र अरू। सरी यार, त्यति बेला मैले केही सोच्नै सकिनँ। मेरो दिमागले केही कामै गरेन। मलाई लाग्छ यो संसारमा म जस्तो अभागी कोही छैन। त्यसो नभन् यार, तेरो लागि हामी छौ नि। फेरि तैँले ती काका काकीलाई यदि चाँडै पढाइ सम्झिसकिस्? होइन यार, मलाई जन्म दिने बुवा आमा अरू नै भए पनि उहाँहरू नै हो मेरो बुवा आमा। उहाँहरू बिना त मेरो यो संसार शून्य लाग्छ। विजय, तिम्रो बुवासँग लिएको ऋण मेरो आमा बुवाले तिर्न नसके पनि म चाँडै तिर्छु। यो कुरा तिम्रो बुवालाई सुनाइदेऊ ल। त चिन्ता नगर यार, बुवालाई त म सम्झाइहाल्छु नि। पूजा, म नभएको बेलामा तिमीले आर्यनको पुरा ख्याल राख्नेछौ भन्ने मैले विश्वास लिएको छु। मेरो छुट्टी सिद्धिन अझै 15 दिन बाँकी छ। म यहाँ हुन्जेल उसलाई कुनै पनि कुराको कमी हुन दिने छैन। यहाँसम्म कि तिम्रो र उसको आमा बुबाको पनि कमी हुन दिने छैन म। मलाई तिमीप्रति धेरै विश्वास छ र मलाई थाहा छ तिमीले मलाई विश्वासघात गर्ने छैन। यतिको लागि मात्र म आएको। र अर्को कुरा, भोलि म बाबाको कामले सहर जाँदैछु। तिमीलाई म सहरमै भेट्छु। र आर्यन, म 1 महिना जति उतै बस्छु होला। त्यस पछाडि आएर तिमीलाई भेट्छु नि है। ल अहिलेलाई म लाग्छु। ल ल, राम्रोसँग जा। जुन कामको लागि जान लागेको हो त्यो कामको लागि शुभकामना। मेरो पनि शुभकामना। आफ्नो काम ध्यान दिएर राम्रोसँग गर्नु। फेरि दायाँ बायाँ आँखा जुदाउने चाहिँ होइन नि, भन्दैछु नि। म यस्तो खालको मान्छे होइन यार। मेरो ख्याल राख्ने त तिमी सधैँ छौ नि। ए हो र? ल, बधाई छ तिमीहरूलाई। यसको त बानी नै यस्तै छ। जेपिटी बोलिहाल्नुपर्छ, दायाँ बायाँ केही हेर्नु छैन। बोल्न पाए पुग्यो। फेरि यो पत्रकारको भाषण सुरु भयो। यस्तो जेपिटी भाषण सुनेर बस्ने मसँग टाइम छैन। कि कसो पत्रकारजी? हेर है, धेरै पत्रकार भनेर नआए प। फेरि कुनै दिन यही पत्रकारले तिम्रो खेदो खन्दै रिपोर्ट तयार गर्नु पर्ला भन्दैछु नि। त्यस्तो दिन पनि नआउला भन्न सकिन्न। तर अहिलेलाई मलाई बेर भयो, म गएँ ल। बाई 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 बाई। ओइ पूजा, ऊ त्यहाँ हेर त, को केटा नुहाइरहेको छ। कस्तो लाज नभएको मान्छे रहेछ। यस्तो खुल्ला ठाउँमा नहुँदाखेरि टावल त बेरेर नुहाउनु पर्छ। हिँड्छ जा। ए पूजाजी, तपाईँ एकछिन ल, सकिन लाग्यो। ओइ, तँलाई त चिन्दो रहेछ नि, सँगै नुहाउने प्लान थियो कि क्या हो? चाहिने कुरा गर्नु छ त, खाने नचाहिने। आज चाहिँ मजाले नुहाउने भाइ। ए पूजा, मेरो जिउको मैले मार्दैन यार। अब केही काम नपाएर त जस्ता लफङ्गाहरूको मैले जिउ मार्नु पर्यो। यसो साबुनहरू त लगाइदिए भइहाल्यो नि। कि कसो साथीहरू? हेर है, धेरै नजिस्की। अहिले म यही गाग्रीले तेरो टाउको फोडिदिन्छु। मैबाट सुरुवात गरे भइहाल्यो। एउटी नारीसँग यसरी बोल्दा तिमीहरूलाई लाज लाग्दैन? के को लाज? देखेन लुगा लाएर आएको? यस्ता लफङ्गाहरूसँग के मुख लाग्नु। हिँड्छौँ पूजा। आर्यन हिँड, यिनीहरू राम्रा मान्छे होइनन्। आऊ। ल पूजा, बिस्तारै जाऊ है, कि गाग्री बोकिदिउँ मैले? ओ केटाहरू हेर त, केटीको पछाडि लागेर जाने जोइटिङ रे। ओए, कसलाई आउँला देखाएको तैँले? आर्यन, यिनीहरू राम्रा मान्छे होइनन्, लफङ्गाहरू। हिँड।
देउता 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 खोइ कहाँ छ? देउता देउता नानी खोइ कहाँ हो? उते आर्यन बाबु देउता 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 ऊ त्यहाँ हो फुल्का भो अचम्म भो ए नानी हो यो मान्छे साधारण मान्छे होइन पक्कै पनि देउताले मान्छेको रूप धारण गरेर आएको हुनुपर्छ यो भिडबाट खसेर अहिलेसम्म कोही पनि मान्छे बाँचेको छैन। भगवान दाहिने भएपछि कसरी केही लाग्दैन भनेको यही हो। भगवान दाहिने होइन गोफले साक्षात देउता नै हो। जाऊ 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 प्रभु जाऊ जाऊ केरो खड्काको नाति हुँ म। खड्का काजी भन्छन् मलाई। मेरो नाम सुन्ने बित्तिकै यो गाउँसँग जोडिएको 7 गाउँको मान्छेको सात तो जान्छ। तिमीहरू सबै मिलेर त्यो एउटा भुसुनलाई मार्न सकेनौ। स्याबास, राम्रो काम गरेर आयो तिमीहरूले। तिमीहरूको कामको त तारिफ गर्नै पर्यो नि मैले। भन्, यो काम बापत के बक्सिस दिउँ तिमीहरूलाई? भन भन, के दिउँ? त्यो हामीदेखि भागेकै थियो। हामीले न्यु खोजेर त्यसलाई त्यो भिडसम्म लगेर खसालेकै हौ। अहिलेसम्म कुनै जनावर र मान्छेहरू त्यो भिडबाट खसेर बाँचेको हामीलाई अहिलेसम्म थाहा छैन। तर त्यो बाँचेको छ हामीलाई नै थाहा छैन। ओए, त किन नबोलेको नि? बोल न बामे। ओए बामे। हजुर मालिक। हजुर। जा भित्र गएर यिनीलाई दिने बक्सिस लिएर आइज। जा गइहाल। हस् हजुर हस्। ए हजुर लिनुस्। ला तिमीहरूको यो बक्सिस। अब यो केरो खड्काको नाति खड्का काजीले त्यो दिन मात्र तिमीहरूको अनुहार हेर्नेछ जुन दिन तिमीहरूले मेरो काम तमाम गरेर आउनेछ। होइन भने यो बिरालोले छेरेको अनुहार मेरो अगाडि नदेखाउनु। ए बामे, नत्र के हुन्छ भन्दै यिनीहरूलाई? अब के हुन्छ भनेर यिनीहरूलाई थाहा छँदैछ नि, मैले भनिरहनु पर्छ? ल फेरि के टुवालले परेर बिरालो छेरेको जस्तो अनुहार परेर यहाँ हेरिरहेको। जाऊ आफ्नो आफ्नो काममा। ए जाऊ तिमीहरू। अब मेरो लागि पनि केही आदेश छ कि हजुर? गएर त्यो पल्ला गरेर हामीलाई भनिदे मैले भेट्न खोजेको छु भनेर। बुझिस् तैँले? हस् हजुर। यो बच्चाले गर्दा गाउँ सखा भइसक्यो। बच्चा यो कहिले मर्दैन। यो हरिया बाँसमा टु पारेर लानुपर्ने। खै यो बच्चाको लागि बाँस पनि रोपेको छैन क्या। कुन दिन चाहिँ म त्यसको लागि आफै बाँस काट्छु। दुःख दिने पनि हुन्छ नि एउटा तरिका। रामदाई, ए रामदाई, होइन घरमा कोही छैन नि क्या हो? ए रवि भाइ, एकछिन है त म तलै आउँछु। हन के काम परेको नि? आऊ न बसेर कुरा गरौँ। अब के काम हुनु रामदाई? त्यो राक्षसले तपाईँलाई बोलाउन पठाएको छ। त्यसको केही काम बिग्रियो होला, त्यही भएर तपाईँलाई दुःख दिन खोजेको। त्यस्तो के काम हुनु नि? त्यो पैसाको कुरा त होला नि। खोइ एक टुक्रो जग्गा बेचेर त्यसको ऋण तिर्नु न त भने पनि सबै त्यही राक्षसकै नाममा बन्धक छ। खै कसरी पो तिर्ने हो त्यसको पैसा? यो रवि भाइ पनि जहिले पनि त्यसै गर्छन्। अब तपाईँहरूको चोखे लाग्यो नि के गर्ने त? अब चर्पी गइरहनु पर्यो भने कति खरा मरेको भनेर बौलाउन थाल्छ। त्यो राक्षस छ नि, त्यो केराउ खड्काको नाति। भइहाल्छ नि। म यो क्षेत्रको सभासद भएपछि मैले त्यति पनि गर्न सकिनँ भने म के को सभासद? तपाईँहरू सबैजना बसेर मिटिङ गर्नुहोस्, छलफल गरेर एउटा निष्कर्ष निकाल्नुहोस्।
मैले के गर्न पर्छ म गरिहाल्छु नि। है त ल नमस्कार। रामु के छ तिम्रो हालखबर सुनाउ त। के सुनाउनु हजुर, हामी गरिबको के खबर हुनु। बरु हजुरले किन बोलाउनु पठाउनु भएको थियो त्यो चाहिँ सुनाउनुहोस् न। के कुरा सुनाउनु रामु, तिम्रो जस्तो हालत मेरो पनि त्यस्तै हो। तिम्रो अगाडि म काजी भए पनि दुनियाँको अगाडि म पाजी हुन लागिसकेँ। तिमीलाई थाहा छैनछ हेर, चुनावमा मैले खोलो बगाएसरी पैसा बगाएँ र जितियो पनि। हेर अहिले मलाई साह्रै गाह्रो परेको छ। फेरि मैले तिमीलाई ऋण दिएको पनि लामो समय भयो नि। खोइ न तिमीले ब्याजै बुझाएका छौ न सावै बुझायो। यसरी त भएन नि रामु, तिमीले गर्दा म मेरो घरबार त डुबाउन सक्दिनँ नि बा। मैले तिर्न नखोजेको त कहाँ हो र हजुर। हजुरलाई थाहै छ मेरो अरू कुनै आम्दानी छैन। जग्गा बेचेर तिरौँ भने सबै जग्गा हजुरकै नाममा छ। जग्गा किन्ने मान्छे आउँछ तर हजुरको नाममा छ भन्ने थाहा पाएपछि किन्ने आँटै गर्दैन। अनि कसरी तिरौँ त हजुर। तर सर मलाई थाहा छैन रामु, मलाई जसरी भए पनि मेरो पैसा चाहियो। फेरि भोलि गाउँभरि झ्याली पिट्यो भनेर भन्न पाइँदैन नि। ए के सुनेर आइज। हस् हजुर, ल दाइ बुझेर काम गर्नुहोस् है। भगवान रामले 14 वर्ष दुःख पाए तर मान्छे राम मानव 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 तर 3 वर्ष दुःख पाउनु कुनै ठुलो कुरो होइन, कुनै ठुलो कुरो होइन। तेरो भाग्य त्यसो छ, तेरो भाग्य त्यसो छ, तेरो भाग्य जा 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 दौडी राम, तेरो भाग्य राम रे राम। बाबु खड्का काजीले पैसा चाहियो भनेर राख्ती पारेको छ। घर बेचेर हुन्छ कि जग्गा बेचेर हुन्छ कि उसलाई उसको पैसा 1 हप्ताभित्र चाहियो रे। होइन भने खड्का काजीले यसो गरेर उसो गर्यो भनेर झ्याली पिटाउँदै हिँड्न पाइँदैन भनेर धम्क्याएको छ त। तपाईँ चिन्ता नलिनुहोस् आमा, म गएर सम्झाउँछु त्यो खड्का काजीलाई। सम्झाउनु त तिम्रो बुवाले पनि सम्झाएकै हो रे, तर मानेन रे। नमानेर हुन्छ, हामीले तिर्दिन त भनेका छैनौँ नि। म गएर कुरा गर्छु त्यो खड्का काजीसँग, सम्झाएर पनि मानेन भने अनि के गर्नुपर्छ गरौँला। हेर बाबु, आफूभन्दा ठुलो मान्छेसँग ठुलो स्वरले नबोल्नु है, अलि नरम भएर बोल्नु। जमाना बदलिसक्यो आमा, यहाँ कोही ठुलो र सानो छैनन्, सबै बराबर छन्। ऊ पैसाको धनी भए पनि हामी मनका धनी छौँ। तपाईँ बस्दै गर्नुहोस्, म गएर आउँछु। पर्खी त बाबु, म पनि तसँगै जान्छु। तपाईँ किन आउनु पर्यो फेरि? म गएर आइहाल्छु नि। फर्किँदा बुवालाई पनि लिएर आउँछु। बस्नै मन नलागेर भने त कहाँ हो र बाबु, उता काम सबै लथालिङ्ग छ। त्यसैले ओइ मामे, त्यहाँ घाँस उम्रेको छ, राम्रोसँग सफा गर्ने। हस् हजुर, यसलाई काल पनि आउँदैन। काल आइदिएको भए कमसेकम गाउँका मान्छेले शान्तिले सास फेर्न त पाउने थिए। अरे आर्यन, तिमी के कामले आयो? बस न। अरे किन उभिरहेको? बस न। म यहाँ बस्न आएको होइन काजी, तपाईँसँग केही कुरा सोधौँ भनेर। बल्ल आयोले ठिक पर्ने मान्छे। हेर्नुहोस् काजी, समय सधैँ तपाईँको पक्षमा हुन्छ भन्ने कहिले नठान्नुहोस्। जसरी कुमालेको चक्र घुम्छ त्यसै गरी समय पनि घुमेको हुन्छ। कुरा घुमाएर गरेको म बुझ्दिनँ। कुरा के हो सिधा सिधा भन। कुरा सिधै छ काजी, हामीले तपाईँसँग जति पैसा लिएका थियौँ त्योभन्दा बढी ब्याज तिरिसक्यौँ। बाँकी पैसा तिर्दिन त भनेका छैनौँ नि। हामीले हाम्रो जग्गा बेचेर ऋण तिर्न खोज्दा तपाईँ आफै किन्न आउने मान्छेलाई भड्काउनुहुन्छ। अनि कसरी तिर्ने हामीले ऋण भन्नुहोस्। हेर आर्यन, ब्याज तिर्छु भनेर लगेको पैसा चाहे डबल होस् या तेब्बर ब्याज त तिर्नै पर्यो नि।
6 महिनाभित्र सावा ब्याज चुक्ता गर्छु भनेर लगेको पैसा 6 वर्ष बितिसक्दा पनि तिमीहरूले तिरेका छैनौ। अझ तिमीहरूको ठुलो कुरा? ठुलो कुरो मैले गरेको होइन काजी। ठुलो कुरो त तपाईँ गर्दै हुनुहुन्छ। ब्याज तिर्दै गर, साउ जहिले तिरे नै हुन्छ भनेर यही मुखले बोल्नु भएको होइन कि बिर्सिनु भयो? हेर आर्यन, म अरू कुरा केही पनि जान्दिनँ र तिमीहरूसँग बहस गर्न पनि चाहन्न। मलाई मेरो पैसा 15 दिनभित्रमा सावा ब्याज सहित चाहिन्छ, बुझ्यौ? 15 दिन होइन काजी, भोलि नै गरिदिन्छु तपाईँको पैसा। पैसा गर्न तिम्रो जग्गा फिर्ता लैजाऊ, कुरै सकियो नि। भोलि माइलो काकाले हाम्रो जग्गा पास गरेर लिनुहुन्छ। तपाईँ पनि मालपो जानुपर्छ। तपाईँले माइलो काकाको नाममा जग्गा पास गरेर दिइसकेपछि अनि पाउनुहुन्छ आफ्नो पैसा। मैले कहिले हुन्न भनेर, म त अहिले नै जान तयार छु। काजी साहब नमस्ते। माइलो पनि आइपुग्यो, मर्दैन यो चाँडै। किन र हजुर? काका अब नडराउनुहोस्, मैले उहाँसँग कुरा गरिसकेँ, उहाँले हुन्छ भनिसक्नुभयो। किन जानु उहाँसँग? उहाँ को हो र? उहाँ पनि हामी जस्तै मान्छे त हो नि। त्यसो भए भोलि हामी मालपोतमा भेट्छौँ, होइन त माइला? किन र काजी, के काम छ मेरो मालपोतमा? काका मैले खड्का काजीलाई भनिसकेँ भोलि हामी जग्गा पास गर्न मालपोत जान्छौँ भनेर। मेरो जग्गा के काका, अघि भर्खर तपाईँको घरमा बसेर जग्गाको मोलतोल गरी भोलि पास गर्ने भनी हामी हिँडेको होइन? मलाई त केही थाहा भएन। कतिखेर आयो आर्यन तिमी मेरो घरमा? काका तपाईँ यो कस्तो कुरा गर्दै हुनुहुन्छ? हेर्नुहोस्, खड्काजीसँग डराउनु पर्दैन, म छु यहाँ। मैले भनिहालेँ नि मलाई केही थाहा छैन भनेर। र खड्काजीसँग किन डराउने? उहाँ बाघ त होइन, भालु त होइन। केरो खड्काको नाति हुँ म। खड्का काजी भन्छन् मलाई। मेरो छाया देख्ने बित्तिकै यो गाउँसँग जोडिएको 7 गाउँको मान्छेको सातो जान्छ। मैले सब कुरा बुझिसकेँ। यो सब तैँले रचेको खेल हो भनेर अब म तिमीहरूलाई बाँकी राख्ने छैन। तैँले खड्का काजीको गर्दनमा हात हालेर के गरिनस्? पुलिस खड्काजीको घरमा आर्यन आएर खड्काजीले मार्नु खोजेको छ। त्यो बच्चाले हजुरको कानको जाली फुट्ने गरी कस्तरी पड्काएको डोडाङ डोडाङ पडेर बरु त्यो कानको जालीमा पड्काउनु भन्दा हजुरको छातीमा पड्काइदिएको भए। होइन हजुर होइन, त्यो 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 मेरो छातीमा चाहिँ पड्काइदिए भए हुन्थ्यो नि। यो सबै यो 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 माइला काजीले गर्दा। म उसलाई बोलाएर सोधपुछ गरेर हजुरलाई रिपोर्ट गर्छु साहब। सोधपुछ होइन सही साहब, कारवाही गर्नु पर्यो, कारवाही। यदि तपाईँ सक्नुहुन्न भने म हेड क्वार्टरमा फोन गरेर पुलिस फोर्स मगाउँछु। आवेशमा नआउनुहोस् काजी साहब, मलाई मेरो काम गर्न दिनुहोस्। फेरि हामी पुलिसको काम तपाईँ जस्ता सभासदहरूले गर्न थाल्नुभयो भने हाम्रो पुलिस प्रशासन नै किन चाहियो, होइन? सुन त, 2 जना जवान त्यो आर्यनको घरतर्फ पठाऊ, म उतै जाँदैछु। हस्त काजी साहब, म लाग्छु। कुचोले बढाएर पर्ने कसिङ्गर हावाले उडाएर लग्यो।
ए झोलै बिर्सेछु, ल्याउ ल्याउ। तपाईहरू यहाँ के काम थियो कि? आर्यन कहाँ गयो? उसले सभासदलाई हात हालेर कानुन मिचेको छ। यो सब त्यही काजीको खेल हो हजुर। हाम्रो छोरा निर्दोष छ। यो सब त खड्का काजीले हाम्रो जग्गा हडप्ने खेल रचेको हो। हाम्रो छोराले त्यस्तो गलत काम कहिले पनि गर्न सक्दैन। जेसुकै भए पनि आर्यनलाई भेटेपछि हामी कहाँ पठाइदिनु होला, होइन भने जे पनि हुन सक्छ। अहिलेसम्म केही बिग्रेको छैन। कानुन सबैको लागि बराबर छ। दोषी हो या निर्दोष, आर्यनलाई भेटेपछि मात्र थाहा हुन्छ। जाउँ। हुन्छ सर। सभासद जस्तो मान्छेलाई जान्नेबाट हातै चाहिँ किन हाल्नु पर्यो नि तिमीलाई? के को सभासद? ठग हो ठग। त्यसले दुनियाँलाई ठगेको छ। त्यो मान्छे जस्तो सुकै भए पनि आखिर सभासद हो। आर्यन, तिमीले हात चाहिँ नहालेको भए हुन्थ्यो। आर्यन! मुभ! सब पर त्यहाँ उत्तर गयामा मेला लागेको छ। तिनीहरू त्यतै गएका होलान्। ए हो र? कमान। सर। हेलो हेलो आर्यन, तिमी कहाँ? म उत्तर गया मन्दिरमा कुरिरहेको छु, चाँडो आऊ। ए हुन्छ हुन्छ। उत्तर गया मन्दिरमा मेला लागेको रहेछ, जाउँ हामी पनि। ए हो त, मेलामा त कस्तो रमाइलो हुन्छ है। जाउँ। जाउँ जाउँ। आर्यन, तिमी भाग्ने कोसिस गर्यौ भने गोली चलाउन बाध्य हुनेछु। तपाईँ मेरो पछि किन लाग्दै हुनुहुन्छ त्यो मलाई थाहा छैन। यदि पछि नै लाग्नु छ भने जानुहोस् त्यो खड्का काजीको पछि लाग्नुहोस्, जसको कारणले यो गाउँ नै दुर्गन्धित बनेको छ। यदि तिम्रो गल्ती छैन र तिमी निर्दोष छौ भने किन भागिरहेछौ हामीले? सही साहब, कुरा के हो? किन तपाईँहरू आर्यनको पछि लागिरहनु भएको छ? उसले तपाईँको बुबामाथि हातपात गरेको छ र यसरी एउटा सभासदमाथि हातपात गर्नु भनेको कानुनन अपराध हो। अपराध त सभासदजीले गर्नुभएको छ सही साहब। आर्यनले त गल्ती मात्र गरेको छ, अपराध होइन। गल्तीलाई तपाईँ अपराध भन्नुहुन्छ भने अपराधीलाई चाहिँ के भन्नुहुन्छ? म यहाँ कसैसँग बहस गर्न आएको होइन। आर्यन, तिमी हामीसँग खुरुक्क हिँड। यदि तिम्रो केही गल्ती छैन भने हामी तिमीलाई केही पनि गर्दैनौँ। होइन भने गल्तीको सजाय जसले पनि पाउनुपर्छ। विजयजी, तपाईँ यो के गर्दै हुनुहुन्छ? म जे गर्दैछु ठिक गर्दैछु सही साहब। आर्यन, यो सब चाल हो यिनीहरूको तिमीलाई समाउने। मलाई थाहा छ मेरो बुवा कतिसम्म गिर्नुहुन्छ भनेर। यदि तिमी मलाई आफ्नो साथी मान्छौ भने भाग यहाँबाट। भाग भनेको सुनेन? भाग यहाँबाट। आर्यन, मेरो कुरा त सुन। ओ शिट, विजयजी तपाईँले यो के गर्नुभयो? हल्ला साहब, लिएर आउनुहोस् उहाँलाई। नालायक, तँ जस्ता सन्तान जन्मनुभन्दा नजन्मिएकै बेस। अरूका सन्तान आफ्ना आमा बाबुका लागि के गर्छन् के, तर तँ भने छी। सही साहब, म यहाँ यसको लागि आएको होइन। मलाई त्यो आर्यन जसरी भए नि समात्तिनु पर्यो। बुझ्नुभयो तपाईँले? मैले खबर गरिसकेको छु। हजुर चिन्ता नगर्नुहोस्, अब त्यो कहीँ भाग्न सक्दैन।
केरो खड्काको नाति यो खड्का काजी त्यसमाथि पनि यो क्षेत्रको सभासदको गर्दनमाथि हात हाल्ने दुस्साहस गर्यो। त्यसले कडा भन्दा कडा सजाय पाउनुपर्छ साहब। त्यसलाई जिन्दगीभर जेलमा सडाउन सकिन भने म खड्का काजी होइन। ए मामे। हजुर मालिक। लिएर हिँड्नु यसलाई। हस् हजुर हस्। हिँड्नुहोस् हजुर, जाउँ। बाबा, कति रिसाउनु भएको? मैले तिमीलाई पहिले भनेको थिएँ कुनै पनि बेला त्यस भूपेन्द्रले तिमीलाई एट्याक गर्न सक्छ भनेर। तर तिमी भने म चाहन्छु नि आइमे कहाँ हो र हजुरको श्रीमती पो हुँ त। म समयमै त्यहाँ पुगेर तिमी बच्यौ, नत्र त्यो भूपेन्द्रले तिमीलाई राम्ररी देखाइदिन्थ्यो। मैले गर्दा हजुरले धेरै दुःख पाउनु हो। आइन्दादेखि यस्तो गल्ती कहिले पनि गर्ने छैन। सरी ल। सरीको बच्चा, मलाई सरीले मात्रै पुग्दैन। ओके बाबा। हेलो। जय नेपाल सर। जय नेपाल। सर मेरो बिदा नै सकेको छैन, त्यही पनि बोलाउनु भयो? केही काम थियो कि? काम भएर नै तपाईँलाई बोलाएको हो। बतासे क्षेत्र नम्बर 3 को सभासद उमेश खड्कामाथि आर्यन नाम गरेको केटाले हातपात गरी फरार भएको खबर आएको छ। त्यसको सत्य तथ्य के हो बुझेर मलाई खबर गर्नुहोला। मलाई लाग्छ हाम्रो देश बिगार्ने तिनै सभासदहरू हुन्। एक दुईजनालाई तह नलाइकन यो देश सप्रेला जस्तो लाग्दैन मलाई। तै पनि मलाई जुन विश्वासले भन्नुभएको छ त्यो विश्वासमाथि म कुनै खोट लाग्ने दिने छैन। यो मेरो वचन भयो। मलाई विश्वास छ तपाईँले यो केस पनि सफल पार्नुहुनेछ र हाम्रो डिपार्टमेन्टको शिर उच्च पार्नेछ भनेर। थ्याङ्क यू सर। ओके, अल द बेस्ट। धेरै बोचोर पुलिसको खेल खेलेको, अब यो खेललाई यहीँ समाप्त पार्ने हो कि मिस्टर आर्यन? तपाईहरू किन निर्दोषको पछि लागिरहनु भएको छ? यदि पछि नै लाग्नुहुन्छ भने तिनीहरूको लाग्नुहोस् जसले सोझा सारा जनतालाई दुःख दिइरहेका छन्। अनि तिनीहरूलाई गएर समात्नुहोस् जसले आफ्नो पदको दुरुपयोग गरेर म जस्तो निर्दोषलाई अपराधी बनाई उनीहरू खुले आम हिँडिरहेका छन्। मिस्टर आर्यन, तिमीले मलाई कानुन सिकाइरहनु पर्दैन। यदि तिमी निर्दोष छौ भने किन भागी हिँड्छौ कानुनदेखि? ऊ भागिरहेको छैन इन्सपेक्टर, उसलाई भाग्न बाध्य बनाए तपाईहरु जस्ता कानुनका भरौटेहरूले। हेर्नुस्, पोथीबासीको राम्रो हुँदैन र संकेत पनि नराम्रै दिन्छ। हाम्रो देशमा पोथीबासी भने घाँटी काटेर धुरी नगाउने चलन छ। यो कुरा बाँच्नुभन्दा अगाडि
सम्झनुहोस् फाइदा हुन्छ। तपाईँ जस्तो लगाम लगाए घोडालाई के थाहा पोथीको महत्त्व कति हुन्छ भनेर। तपाईँ र लगाम लगाए घोडामा केही फरक छैन, जसले अगाडि मात्र देख्ने गर्छ। हे मिस्टर, मुख सम्हालेर बोल, नत्र के गर्छौ इन्सपेक्टर? गोली चलाउँछौ? म थाप्न तयार छु। तिमीहरूले अरू के नै जानेका छौ र गोली चलाउन बाहेक? निर्दोषलाई अपराधी र अपराधीलाई निर्दोष सम्झेर सलाम ठोक्दै हिँड्छन् तपाईँ र तपाईँका यी पुलिस प्रशासन। बुझ्नुभयो? इमान्दार प्रहरीको अगाडि पुलिस प्रशासनको इन्सल्ट गर्ने तिमीहरूलाई कुनै अधिकार छैन। तँलाई हिँड केटा हो। तपाईहरुले त्यसलाई समाउन सक्नु भएन हैन? तपाईहरु यहाँ हात बाँधेर बस्नुस्, म समाउँछु त्यसलाई र कारबाही पनि म आफै गर्छु। बुझ्नुभयो तपाईले? हेर्नु सभासदज्यू, कानुन कसैलाई पनि हातमा लिने अधिकार छैन। कानुन सबको लागि बराबर छ। जसरी तपाईँ त्यो आर्यनको पछि लाग्नु भएको छ, त्यसै गरी आफ्नो देश, क्षेत्र र संविधान कसरी बनाउनु भनेर लाग्नुस्। त्यसैमा तपाईँको कल्याण हुनेछ। तपाईँलाई जनताले अपराधीको पछि लाग्नुस् भनेर जिताएको होइन, देश विकास गर्न र संविधान बनाउन जिताएको हो। अपराधीको पछि लाग्ने त हामी प्रहरीहरू छँदैछौँ नि। हेर्नुस्, हजुर ढुक्क भएर बस्नु होला। हामी जति सक्दो चाँडो उसलाई समातेर कारबाही गर्छौँ। कारबाही होइन, त्यसले सजाय पाउनुपर्छ, सजाय। त्यसले म माथि हात हालेको छ, बुझ्नुभयो तपाईँले? सभासदज्यू, तपाईँ चुप लागेर बस्नु भएकै बेस होला। तपाईँलाई जसरी सभासद बनाउन जनताको हात थियो, त्यसै गरी आफूले चुनेको सभासदलाई खबरदारी गर्ने अधिकार जनतालाई छ। म मान्छु जनतालाई खबरदार गर्ने अधिकार छ, तर गर्दनमा हात हाल्ने अधिकार छैन। खबरदारी गर्ने पनि तरिका हुन्छ। कसैले ज्यानै लिने गरे पनि खबरदारी कहीँ हुन्छ? प्लिज हामीलाई हाम्रो काम गर्न दिनुस्। मैले तपाईँहरूको काममा बाधा दिन खोजेको होइन। छिटोभन्दा छिटो त्यसलाई समाएर तपाईँहरूले कारबाही गर्नु पर्यो। हेर्नु सभासदज्यू, नेपाल प्रहरी कसैसँग पनि डराउँदैन। आवश्यक पर्यो भने तपाईँ जस्ता सभासद अनि यो देशको प्रधानमन्त्रीलाई पनि कारबाही गर्न पछि पर्दैन। र अर्को कुरा, चाल सोब्रा जस्ता अपराधी त नेपाल प्रहरीको फन्दामा परेका छन् भने त्यो आर्यन को हो र? त्यसले आफ्नो गल्तीको सजाय अवश्य पाउनेछ, बुझ्नुभयो? पाउँछ होइन डिसी साहब, त्यसले कुनै पनि हालतमा सजाय पाउनु पर्यो। ल त म अहिले जान्छु। त्यो पक्राउ पर्ने बित्तिकै मलाई खबर गर्नुहोस्, म यहाँ आइरहन नपरोस्। हस्। यो सबै यही विजयले गर्दा भएको। आर्यनलाई यसरी नभगाएको भए आज यो दिन त आउँदैन थियो। कस्तो कुरा गर्छौ तिमी? जानी जानी हामी आर्यनलाई जेल पठाउने? पुलिस पनि हामी जस्तै मान्छे हो। सबै कुरा बुझिसकेपछि आर्यनलाई छाड्दै हाल्थ्यो नि। अब त त्यो पनि सम्भव भएन। यो सब तिम्रो बुवाले गर्दा भएको हो विजय। आखिर के चाहनुहुन्छ तिम्रो बुवा हामीसँग? हामीले त कसैको केही बिगारेका छैनौँ। अब म यसै नराम्रो भइसकेँ, त्यसै नराम्रो। अब म यो देशको दुश्मनलाई सखा पारेर मात्र शान्तको सास फेर्छु। तिम्रो बुवालाई भनिदेऊ मेरो सामु नआऊ भनेर। होइन भने सुरुवात म तिम्रै बुवाबाट गर्नेछु। ठिक भन्यौ आर्यन, तिमीले हामीले विजयको बुवालाई राम्ररी चिनेका छौँ। गाउँलेलाई बाँड्छु भनेर ल्याएको गहुँ र चामल भट्टीमा लगेर बेचेर खायो। उत्तरगया मन्दिरमा झोलुङ्गे पुल हाल्छु भनेर ल्याएको पैसाले जोरपाटीमा त्यत्रो बिल्डिङ बनाएको कुरा सारा गाउँलेहरूलाई थाहा छ। एउटा सभासद भएर साधारण मान्छेहरूलाई यसरी दुःख दिन्छ भने त्यो सभासद होस् चाहे एउटा साथीको बुवा नै किन नहोस्, म त्यसलाई छाड्दिनँ। म आजै न्युज बनाउँछु। तिमीहरू आवेशमा नआऊ, म सम्झाउँछु मेरो बुवालाई। पूजा भन।
र कहिलेदेखि क्यामेरा त खाली छैन यार ल ल म जसरी नै मिलाएर आउँछु अनि म कहाँ आउनु तिम्रो घरमा हो हेर पूजा म तिमीलाई खै कसरी भनौँ के कुरा हो भन न किन अकबर किएको हेर पूजा म तिमीलाई धेरै रिक्वेस्ट गर्छु न्युज नबनाऊ प्लिज म मेरो बुवालाई जसरी नै सम्झाउँछु यति जाबो कुरा भन्दा पनि यस्तो अकमकाउनु पर्छ त लाटा तिम्रो एक्टिभिटी त मलाई इम्प्रेस पार्छ नि मलाई अलि हतार छ म लाग्छु अरू केही भन्नु छ भने भनिहाल छैन ठिक छ त्यसो भए म आर्यलाई भेट्न जानला मेरो उसँग सानो काम छ अहिले म लाग्छु बाई बाई हाई पूजा के छ ठिक छु अनि श्याम न्युज पुग्यो त पुग्यो मैले अफिसमा छोडेर आएको छु जसरी हुन्छ आजै प्रसारण गर्नुपर्छ भनेको छु गुड ल म जान्छु मलाई अलि हतार छ सरी तिमीलाई घरसम्म जाऊ पनि भन्न सकिन ओके केही छैन कुनै दिन जाऊ बाई ल त बाई मालिक हजुर त्यो टिभीमा त नि तपाईँको नराम्रो नराम्रो खबर पाइरहेको छ के भन्छ यो टेलिभिजनले त्यसै गरिरहेछ जमिन भित्र मेरो बुवाले उमेश खड्कासँग घर जग्गा धितो राखेर जति ऋण दिनुभएको थियो त्यसको डबल तिरिसक्नु भयो हामीले हाम्रो घर जग्गा बेचेर ऋण तिर्न खोज्दा किन्न आउने मान्छेलाई धम्काएर किन्नै दिँदैन अनि कसरी तिर्ने हामीले उसको ऋण र उल्टो म माथि ज्यानमुद्दा लगाएर म प्रहरीदेखि भागी हिँड्नु परेको छ हेलो खड्काजी के हो तपाईँको बात तपाईँले गर्दा हाम्रो पार्टीको बदनाम हुँदैछ चाँडोभन्दा चाँडो यो केस मिलाउनु भएन भने तपाईँलाई पार्टीले कारबाही गर्नुपर्ने हुन्छ हस् हस् म मिलाउँछु हस् हेलो त्यो पूजा भन्ने केटी र आर्यन भन्ने कहाँ छन् पत्ता लगाएर तिनीहरूको नाम निशान मेटाइदियो तिमीहरूले बुझ्यौ तिमीहरूले खतम गरिदियो तिनीहरूलाई आच्छु खाए बाच्छु खाए झुसे बारुलो यो केरो खड्काको नातिसँग टक्कर लिने कसको फोन आयो एकछिन है हेलो हेलो पूजा नानी हो हजुर को बोल्नुभएको होला म पामे क्या पामे ए चिने दाइ किन फोन गर्नुभएको केही काम थियो कि पूजा नानी तिम्रो त्यो न्युज खड्का काजीले हेरिसक्यो को पुलिस प्रशासन र
त्यो पार्टी कार्यालयबाट बारम्बार खड्का काजीलाई फोन आएको आइछ। तिमीहरूलाई खोज्न केटाहरू पठाएको छ। तिमीहरू अलि चोकिएर हिँड्नु। ए हस् त, खबरको लागि धन्यवाद। अरे हिँड यहाँबाट जाउँ। कहाँ? अहिले प्रश्न गर्ने बेला होइन, हिँड न खुर्क लाएर जाउँ। देश बनाउँछु भनेर सोझा साझा जनतालाई झुक्याएर आफ्नो स्वार्थ पुरा गर्ने चोर नेतालाई टुडीखेलको बीचमा लगेर जनताले नजुन्ड्याएसम्म यो देश कहिले पनि सब्रिने छैन। तपाईँ हामी प्रशासनमा बसेका मान्छेहरू नै त्यस्तै नेताहरूको गुलामी गरेर बसेको हुनाले आज यो देश यो स्थितिमा पुगेको हो। त्यसैले त सोझा साझा जनताले दुःख पाइराखेका छन्। जस्तै आर्यन बामे दाइले फोन गर्नुभएको थियो, हाम्रो न्युज प्रसारण भएछ, खड्काले पनि हेरेको रहेछ। हामीलाई जहाँ भेट्यो त्यही मारिदिनु भनेर त्यसले आफ्नो केटाहरू पठाएको छ अरे। त्यसैले हामी सक्दो यहाँबाट चाँडै जानुपर्छ। जति भाग्नु भागिसक्यौँ, अब हामी होइन त्यो खड्का भाग्छ। त्यसको अत्याचार अति भइसक्यो। अन्याय गर्ने भन्दा सहने अपराधी हो। अब म सहनेवाला छैन। आर्यन के भयो? आर्यन उठ भनेको। आर्यन आर्यन यहाँ नजिक कहीँ पनि पानी छैन, जानुहोस् तल खोलाबाट पानी ल्याउनुहोस्। हस् सर। आर्यन 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 सर। भो भाग्नु पर्दैन। तिमी निर्दोष छौ भन्ने कुरा हामीलाई थाहा भइसक्यो। तिम्रो ज्यान खतरामा छ भन्ने थाहा पाएर हामी यहाँ आएको। अनि पूजा खोइ त? पूजालाई खड्काका केटाहरूले उठाएर लगे। भनेपछि पूजाको ज्यान खतरामा छ। अब हामी यहाँ अलमल गरेर बस्नु हुँदैन। जाउँ। हस्। केरो खड्काको नाति खड्का काजी भन्छन् मलाई। मेरो नाम सुनेपछि यो 7 गाउँको मान्छेहरू थरररररररर काम्छन्। तन नाथे पत्रकार कोस। खै तेरो न्यूज च्यानल कहाँ गयो? तेरो आर्यन अनि तेरो क्यामेरा खोइ नि। तन्न नमान, क्यामेरा भएको मोबाइल मेरो केटाहरूसँग छ। जसरी तैँले मेरो पर्दाफास गरेको थिइस् नि, आज म तेरो पनि पर्दाफास त्यसै गरी गर्छु। आफ्नो देशको लागि ज्यान हत्केलामा राखेर हिँड्ने एक सच्चा पत्रकार हो म। त जस्तो पैसाको लागि आफ्नो आमा पनि बेच्दै हिँड्ने होइन, बुझिस्? भाग जति दिन भोके बसे पनि त्यसले कहिले पनि घाँस खाँदैन। 7 दिन भोके बसेर भए पनि त्यसले शिकार गरेर रगतै पिउँछ। जसरी तैँले मेरो 2.5 करोड जनताका अगाडि बेइज्जत गरिस् नि, आज म तँलाई त्यसै गरी नङ्गे जार पार्छु र सारा विश्व सामु तँलाई चिनाउने छु। यसको एक कपडा फुकालेर यसलाई नाङ्गो पार त। मोबाइल निकालेर यसको नाङ्गो भिडियो खिच।
ओइ खड्का, सायद तँलाई थाहा छैन होला, अरिङ्गालको गलामा हात हाल्दा आफैलाई टोक्छ भनेर। सबैभन्दा शक्तिशाली जनता हो। जति जनतामा पावर छ तमा त्यति पावर छैन भन्ने कुरो तैँले भुलिस्। त जस्तो नेताले गर्दा राम्रो नेताहरूको पनि बदनाम भइरहेको छ। अचम्म लाग्यो होला होइन, म पागललाई यो भेषमा देखेर। हिजोसम्म म दुनियाँको नजरमा पागल थिएँ। दुनियाँले मलाई पागल भन्थ्यो, तर म पागल होइन। म त आफ्नो ड्युटी मात्र पुरा गरिरहेको थिएँ। यस, ड्युटी। एउटा प्रहरी निरीक्षक अर्थात् इन्सपेक्टरले देश र राष्ट्रको लागि निर्वाह गर्ने भूमिका निभाउँदथ्यो। हामीले तपाईको बारेमा सबै इन्भेस्टिगेसन गरिसक्यौँ, त्यसैले तपाईँ आत्मसमर्पण गर्नुहोस्। तपाईँले यो देश र देशको जनतालाई धेरै ठगिसक्नु, तर जनता त्यति सुधार छैन। यो देशमा जति पनि परिवर्तन भए यही देशका जनताहरूले गर्दा भएको हो, तपाईँ जस्तो भ्रष्ट नेताले होइन। बुझ्नुभयो? ए मूर्खहरू, जति तिमीहरूले बुझेका छौ नि त्यति यो जनताहरूले बुझेका छैनन्। जनता भनेका त भेडा हुन्, भेडा। त्यो जनतालाई कसरी तलाउनु पर्छ भन्ने कुरा हामी जस्तो नेतालाई थाहा छ, बुझिस्? यही देशको जनताले तिमीहरू जस्तो गुमनाम भएको नेतालाई आकाशमा पुर्याउँछ भने यही देशको जनताले तिमीहरू जस्तो नेतालाई यो धरतीको धुलो चटाउँछ भन्ने कुरा पनि बिर्सिस् तैँले? ए केटाहरू, के हेरिरहेको? ठक सालेहरूलाई। विजय, यो सब के हो? अरू के गर्दैछस्? म जे गर्दैछु ठिक गर्दैछु। मेरो ड्याडको भाग्यमा कसको हातबाट मर्न लेखेको छ त्यो त मलाई थाहा छैन, तर मेरो भाग्यमा तिमीहरूलाई मर्न लेखेको छ। स्याबास छोरा, स्याबास। आखिर केरो खड्काको न पनाथी परिस् र खड्का काजीको न छोरा परिस् त। विजय, त बौलाउन त बौलाइनस्? हो हो हो, म बौलाइसके, तर मलाई बौला कसले बना तँलाई थाहा छ? यसले तँलाई थाहा छ मैले तँलाई मेलाबाट किन भगाएँ? किनकि पूजालाई म माया गर्छु। सोचे यसो गरेपछि पुलिसले तेरो इन्काउन्टर गर्छ र पूजा मेरी हुन्छ, तर भाग्यमा त्यो लेखेको रहेनछ। तँलाई पनि भाग्यले साथ दियो र
यसले पनि तँलाई साथ दिए। मेरो ड्याडले तिमीहरूलाई जहाँ भेट्यो ती मारिदियो भनेर केटाहरू पठाएको थियो, तर त्यो साला बामेले तिमीहरूलाई पहिले खबर गरिदियो। तर त्यो बामेको काम मैले तमाम गरिदिएँ। प्रेम, यो बामेको लासलाई गायब गर। कसैले पनि सुइको पाउनु हुँदैन। तपाईँ चिन्ता नलिनुहोस्, यस्ता लास त मैले कति गायब पारिसकेँ। तँलाई मैले मेरो मुठुभित्र राखेको थिएँ, तर आज झिकेर फ्याँक्दैछु। मेरो मृत्यु तेरो हातबाट होइन, तेरो मृत्यु मेरो हातबाट हुनेछ। चुप! ल बताऊ कहाँ मर्यो? समातेर ठोके तँलाई। Thank you.